सम्पूर्णलाई नमस्कार। प्रज्ञा विस्तार लोकसेवा युट्युब च्यानलमा यहाँहरूलाई स्वागत छ। आज मैले तपाईहरुलाई सांगठनिक संस्थाको पूर्व योग्यता परीक्षाको चौथो तहको पढ्नुपर्ने कुराहरू, त्यो अन्तर्गत के पढ्नुपर्छ, सिलेबस कस्तो छ, कति अंकको प्रश्न आउँछ भन्ने कुरा छलफल गर्नेछु र यसै अन्तर्गत हामीले पढ्नुपर्ने पाठको जीके खण्डको पहिलो पाठको पनि विभिन्न पाठ्य सामग्रीहरू लिएर उपस्थित भएको छु। त्यो पनि तपाईहरुलाई देखाउने छु र अब सुरुमा कुरा गरौँ हामीले पूर्व योग्यता परीक्षाको। के हो त पूर्व योग्यता परीक्षाको भन्ने कुरा गरौँ। पूर्व योग्यता परीक्षा भनेको साथीहरू विभिन्न सांगठनिक संस्थाहरू छन्। ती संस्थाहरूमा आबद्ध भएर जागिर खाइयो भने सरकारी जागिरी भइन्छ। त्यो सरकारी जागिरी हुनका लागि सबैभन्दा पहिला लोकसेवाले चाहिँ पूर्व योग्यता परीक्षा भनेर एउटा परीक्षा लिन्छ। त्यो परीक्षामा उत्तीर्ण भएका मान्छेले मात्रै बाँकी आउने थप विज्ञापनहरूमा अप्लाई गर्न पाउँछ र फारम भर्न पाउँछ। त्यो पूर्व योग्यता परीक्षा उत्तीर्ण नगर्नेहरूले फारम नै भर्न पाउँदैन। त्यसैले एकदमै धेरै महत्त्वपूर्ण विषय यो पूर्व योग्यता परीक्षा जसरी पनि पार गर्नुपर्ने हुन्छ। त्यसको लागि हामीले कहाँबाट पढ्ने, के पढ्ने, कति पढ्ने भन्ने कुरा चाहिँ मैले तपाईहरुलाई भन्ने छु र त्यसपछि प्रज्ञा विस्तार लोकसेवा च्यानलले यसै अन्तर्गतका विभिन्न क्लासहरू पनि उपलब्ध गराउने छ। यहाँहरुलाई च्यानलमा जोडिनु होला, सब्स्क्राइब गर्नु होला र तपाईहरुको साथ सपोर्टबाट हामी अगाडि बढ्ने छौं भन्ने आशाका साथ अब आजको भिडियोलाई सुरु गरौँ। यहाँ हेर्नुस् त, मैले लोकसेवा आयोगले दिएको चाहिँ यो सिलेबसलाई यहाँ राखेको छु। जस्तै लोकसेवा आयोग भनेको छ सांगठनिक संस्थाका पदपूर्तिका लागि आयोगबाट लिइने सबै संगठित संस्थाका अप्राविधिक चौथो तह वा सहायक स्तर द्वितीय श्रेणी, सहायक द्वितीय वा सो सरह पदको खुल्ला प्रतियोगितात्मक पूर्व योग्यता परीक्षाको पाठ्यक्रम भनेर दिएको छ। अब हामीले के पढ्नु पर्ने रहेछ त भनेको यो फोर्थ लेभलको लागि, चौथो तहका लागि है साथीहरू। जति पनि खुल्ने खरदार सो सरहका हुन्छन् सांगठनिक संस्थामा, त्यसलाई हामीले चौथो तह भन्छौँ। त्यसमा हामीले पढ्नुपर्ने कुराहरू, यति पढ्यो भने जागिर खाने चाहिँ होइन साथीहरू। यति पढियो भने पहिलो खुड्किला चाहिँ पार हुन्छ। त्यसपछि फेरि अरु परीक्षाहरू हुन्छन्, फारम पनि त्यसपछि भर्ने हो। यो चाहिँ पहिलो, यसमा चाहिँ तपाईले पास गर्नुभयो भने 1 वर्षभरिका लागि यही सर्टिफिकेटले काम गर्छ। जस्तै तपाईले अहिले पूर्व योग्यता परीक्षा पास गरेर एउटा सर्टिफिकेट बनाउनु भयो जसको म्याद 1 वर्षको हुन्छ। त्यो सर्टिफिकेट बनाउनु भयो भनेदेखि तपाईहरुले अब जस्तै नेपाल राष्ट्र ब्याङ्कमा परीक्षा दिनुहुन्छ। नेपाल राष्ट्र ब्याङ्कमा सिफारिस हुनुभयो, नाम निकाल्नु भयो भने त ठिकै छ। निकाल्नु भएन भनेदेखि तपाईहरुलाई त्यो पार लगाउन चाहिँ सजिलो भएन भनेदेखि, सकिएन भनेदेखि फेरि अर्को चोटी खुल्छ नि त। अर्को कुनै ब्याङ्कमा खुल्ला, जस्तै कृषि विकास ब्याङ्कमा खुल्ला, त्यसमा भर्न सक्नुभयो। त्यसमा सकिएन भने अर्को तपाईको वाणिज्य ब्याङ्कमा खुल्ला, त्यसमा भर्न सकियो। लगायत अब एनटीसी छ, धेरै छन् सांगठनिक संस्थाहरू। त्यसमा चाहिँ तपाईहरुले जागिर खानको लागि यसले चाहिँ पहिलो खुड्किला चाहिँ पार गराउने काम गर्छ। त्यसैको चाहिँ पाठ्यक्रम हो यो। ल हेर्नुस्, अब एकीकृत परीक्षा प्रणालीको आधारमा निम्नानुसारको पूर्व योग्यता परीक्षा हुनेछ भनेको छ। यस्तो हुने रहेछ परीक्षा चाहिँ। जस्तै पत्र अथवा विषय भनेको छ सामान्य ज्ञान, व्यवस्थापन, गणित र सेवा सम्बन्धी भनेर तपाईहरुलाई जम्मा टोटल चाहिँ 100 मार्क्सको क्वेशनहरु आउँछ। अब्जेक्टिभ हुन्छ। अब्जेक्टिभ भनेको तपाईहरुले टिक लगाउने अर्थात पोत्नु पर्ने एउटा सानो खाली ठाउँ हुन्छ, त्यहाँ पोत्नु पर्ने खालको चाहिँ प्रश्नहरु आउँछ र यसको उत्तीर्णाङ्क भनेको चाहिँ 45 हो। हेर्नुस्, 40 होइन है, 45। तपाईहरुले 45 ल्याउनु भएन भनेदेखि, 100 मा 45 ल्याउनु भएन भनेदेखि तपाईहरुले यो परीक्षा पार गरेको मानिदैन। तर 45 ल्याउनुस् वा 45 भन्दा माथि जति ल्याउनुस् तपाईहरु पास हुनुभयो र पहिलो खुड्किला तपाईहरुले जागिर खाने पहिलो खुड्किला पार गर्नुभयो भन्ने बुझिन्छ। अब त्यसैगरी कस्ता प्रश्न आउँछन् त भनेको छ बहुवैकल्पिक भनेको छ अप्सन भएको अब्जेक्टिभ मल्टिपल चोइस क्वेशनहरु आउँछ, जसलाई चाहिँ हामीले 50 वटा प्रश्न एउटाको 2 अंक गरेर 100 अंकको हिसाब गर्न सक्छौं र जम्मा समय तपाईहरुलाई 45 मिनेटको दिइनेछ यो परीक्षा दिनको लागि। हामीले एकदम सुरुबाट बेस लेभलबाट बुझ्दै गएका छौं साथीहरु। अब के चाहिँ हुन्छ त यो परीक्षाको यो प्रणालीमा भनेर हेर्दाखेरि हेर्नुस् त के भनेको छ द्रष्टव्यमा 1 नम्बरमा एकीकृत परीक्षा प्रणालीका आधारमा संगठित संस्थाका पदपूर्तिको लागि आयोगबाट लिइने सबै संगठित संस्था वा एक भन्दा बढी संगठित संस्थाका अप्राविधिक चौथो तह वा सहायक स्तर द्वितीय श्रेणी, सहायक द्वितीय वा सो सरह पदको खुल्ला प्रतियोगितात्मक पूर्व योग्यता परीक्षाका लागि अनिवार्य हुनेछ भनेको छ।
4th लेभलमा जागिर खानको लागि साङ्गठनिक संस्थामा कुनै पनि संस्थामा जागिर खानु पर्यो भने तपाईँहरूलाई यो परीक्षा पार गरेकै हुन पर्यो। यदि यो परीक्षा पार गर्नु भएको छैन भने तपाईँहरूले आएको भ्याकेन्सीमा फर्म भर्न पनि पाउनुहुन्न। यसरी बुझ्नु होला। 2 नम्बरमा छ प्रश्नपत्रको माध्यम भाषा नेपाली वा अङ्ग्रेजी वा दुवै हुनेछ भनेको छ। भनेको दुवैमा सोधिने रहेछ प्रश्न भन्ने बुझ्नु होला। वस्तुगत बहुवैकल्पिक प्रश्नको गलत उत्तर दिएमा प्रत्येक गलत उत्तर बापत 20% अङ्क कट्टा गरिनेछ, तर उत्तर नदिएमा त्यस बापत अङ्क दिइने छैन र अङ्क कट्टा पनि गरिने छैन भनेको छ। यसको मतलब तपाईँहरूले बुझ्नु पर्यो, नआएको प्रश्नलाई तपाईँहरूले टिक लगाउनु भन्दा छोडिदिनु जाति रहेछ भन्ने बुझ्नु पर्यो। तपाईँले नआएको प्रश्नमा टिक लगाउनु भयो र यदि त्यो केही गरी गलत भइहाल्यो भने एउटा गलत भए बराबर तपाईँको 20% अङ्क चाहिँ कट्टा गरिन्छ। एउटाको भनेको 2 मार्क्स हो। अब 2 मार्क्सको चाहिँ 20% भनेको कति आउँछ त्यो तपाईँहरूको अङ्क चाहिँ कट्टा गरिनेछ भनेको तपाईँले ल्याएको जम्मा प्राप्ताङ्कबाट घटाइनेछ भनेको। 4 नम्बरमा हेर्नुहोस् त बहुवैकल्पिक प्रश्न हुने परीक्षामा कुनै प्रकारको क्याल्कुलेटर प्रयोग गर्न पाइने छैन। क्याल्कुलेटर बोकेर जान नपाइने रहेछ। परीक्षामा सोधिने प्रश्न सङ्ख्या अङ्क र अङ्कभार यथासम्भव सम्बन्धित पत्र विषयमा तोकिए अनुसार हुनेछ भनेको यहाँ माथि दिएको पाठ्यक्रममा आधारित भएरै हुन्छ भनेको। त्यसै गरी यस पाठ्यक्रम योजना अन्तर्गतका पत्र विषयका विषयवस्तुमा जुनसुकै कुरा लेखिएको भए तापनि पाठ्यक्रममा परेका संविधान, ऐन, नियम तथा नीतिहरू परीक्षाको मितिभन्दा 3 महिना अगाडि संशोधन भएका वा संशोधन भई हटाइएका वा थप गरी संशोधन भई कायम रहेकालाई यस पाठ्यक्रममा परेको सम्झनु पर्दछ भनेको तपाईँहरूको करेन्ट अफेयर्सहरू समसामयिक विषयवस्तुका कुराहरू जीके अन्तर्गत 3 महिना अगाडिका कुराहरू चाहिँ यो पाठ्यक्रममा भएको मान्नुपर्छ है, भए पनि नभए पनि भनेर तपाईँहरूलाई सुझाव दिएको छ। त्यसै गरी अब हेर्नुहोस् 7 नम्बरमा पूर्व योग्यता परीक्षाबाट छनौट भएका उम्मेदवारलाई मात्र सङ्गठनिक संस्थाका पदपूर्तिको लागि आयोगबाट लिइने मूल परीक्षा मेन एक्जामिनेसनमा सम्मिलित गराइनेछ भनेको। तपाईँहरूले यो फर्स्ट स्टेप हो, यो पार गर्नुभयो, तपाईँहरूले 45 लिएर आउनुभयो भने तपाईँहरू सेकेन्ड स्टेपमा जान पाउनुभयो। नत्र यो चाहिँ तपाईँले पास गर्नु भएन भने तपाईँ यहीँ चाहिँ रोकिनु पर्ने भयो, फेरि पूर्व योग्यता परीक्षा नै दिनुपर्ने भयो। त्यसरी बुझ्नु होला। यो अब अहिले चाहिँ वर्षको एकपटक खुल्ने प्रणाली चलिरहेको छ साथीहरू। अब यसपालि श्रावणतिर यसको एक्जाम हुने सम्भावना छ। 8 नम्बरमा हेर्नुहोस् पूर्व योग्यता परीक्षामा उत्तीर्ण हुने उम्मेदवारलाई 1 वर्षका लागि प्रमाणपत्र प्रदान गरिनेछ। अघि नै मैले भनेको कुरा, यो परीक्षा पास गर्नुभयो भने तपाईँहरूले 1 वर्षसम्म एउटा प्रमाणपत्र पाउनुहुन्छ र त्यो प्रमाणपत्रलाई आधार मानेर साङ्गठनिक संस्थाले खोलेका जति पनि विज्ञापनमा तपाईँले आवेदन दिन पाउनुहुन्छ। यदि तपाईँसँग यसको प्रमाणपत्र छैन भने आवेदन नै दिन पाउनुहुन्न। परीक्षा त परको कुरो रह्यो। त्यो भएको हुनाले यो निकै महत्त्वपूर्ण विषय रहेछ भनेर बुझ्नु पर्यो तपाईँले। अब यो चाहिँ पाठ्यक्रम चाहिँ 82/227 मा चाहिँ स्वीकृति भएको भनेर देखाएको छ। अब अगाडि बढौँ। अब हेर्नुहोस्, अब यस्तो यस्तो रहेछ भन्ने हामीलाई थाहा भयो। अब यो अन्तर्गत पनि हामीले के कुराहरू चाहिँ पढ्नुपर्छ त भन्ने कुरामा हेर्नुहोस् त, अघि नै मैले भनिसकेको छु। एउटा सामान्य ज्ञान, अर्को व्यवस्थापन, सामान्य ज्ञान, व्यवस्थापन, गणित र सेवा सम्बन्धी भनेर जम्मा 100 अङ्कको पढ्नुपर्छ। अब त्यो अन्तर्गत केबाट के आउँछ त ल हेर्नुहोस्। यो चाहिँ हाम्रो एकाइ भने पनि अब जे भने पनि यो चाहिँ पहिलो टपिक यो भूगोल, वातावरण र जनसङ्ख्या भन्नेबाट तपाईँहरूलाई 10 अङ्कको आउँछ भनेको 10 मार्क्स। 10 मार्क्सको भनेको 5 वटा क्वेसन, 5 वटा क्वेसन 10 मार्क्स, एउटाको 2 मार्क्स गरेर 5 वटा क्वेसन चाहिँ तपाईँहरूलाई यो भूगोल, वातावरण र जनसङ्ख्या भन्ने टपिकबाट आउने रहेछ। यो भित्र के पढ्ने त भन्ने अब फेरि यहाँ हेर्नुहोस्, भित्र हेर्नुहोस्, विश्वको भूगोल पढ्नु पर्यो, जस अन्तर्गत महादेश, महासागर, अक्षांश, देशान्तर, पर्वत श्रृङ्खला, नदी र ताल पढ्नु पर्यो र सम्बन्धी सामान्य ज्ञान। अब भन्न चाहिँ सामान्य ज्ञान भन्छ साथीहरू, तर सोध्न चाहिँ कहाँबाट के सोध्छ हामीले निकै पढ्नुपर्ने हुन्छ। त्यसैले जे होस् यो 1.1 मा चाहिँ हामीले विश्वको भूगोल पढ्ने रहेछौँ। 1.2 मा हेर्नुहोस् त, अब नेपालको भूगोल सम्बन्धी ज्ञान भनेको छ। जब हामीले विश्वको भूगोल पढ्छौँ त्यस पछाडि नेपालको भूगोल पनि पढ्नुपर्ने रहेछ। नेपालको भूगोल अन्तर्गत के पढ्नुपर्छ होला त ल यहाँ हेर्नुहोस्। भौगोलिक अवस्था, धरातलीय विशेषता, भौगोलिक स्वरूप, प्राकृतिक स्रोत र साधनहरू,
हावापानी र जनजीवन हामीले यो चाहिँ नेपालको भूगोल अन्तर्गत पढ्नुपर्ने कुरा हो। त्यस पछाडि 1.3 मा हेर्नुहोस् 1.3 1.3 पर्यावरण, जैविक विविधता, दिगो विकास, जलवायु परिवर्तन, वातावरण व्यवस्थापन, जनसङ्ख्या, सहरीकरण, बसोबास सम्बन्धी ज्ञान भनेको छ। यतिबाट तपाईँहरूलाई कतिको सोध्छ अरे? यतिबाट तपाईँहरूलाई 10 अङ्कको सोध्छ। 10 अङ्क भनेको 5 वटा प्रश्न भए भनेर बुझ्नुहोस्। त्यसै गरी अब 2 नम्बरमा फेरि जीके अन्तर्गतै छ, हेर्नुहोस् त, सामान्य ज्ञान अन्तर्गत नै इतिहास र संस्कृतिबाट सोध्छ। कति अङ्कको सोध्छ? 10 अङ्कको सोध्छ इतिहास र संस्कृतिबाट पनि। त्यसो भए के पढ्ने यसमा? विश्वका महत्त्वपूर्ण ऐतिहासिक घटना र सम्बन्धी सामान्य ज्ञान, नेपालको इतिहास, किराँतकाल, हेर्नुहोस् है, किराँतकाल, लिच्छवीकाल, मध्यकाल, आधुनिक इतिहासका महत्त्वपूर्ण घटनाहरू, सामाजिक एवं सांस्कृतिक अवस्था सम्बन्धी ज्ञान। अब यहाँ महत्त्वपूर्ण घटनाहरू भनेपछि मिति पनि सोध्छ, डेट पनि सोध्छ भन्ने कुरा तपाईँहरूले बुझ्नु पर्यो। र अर्को छ नेपालको सामाजिक पक्षहरू लगायत परम्परा, मूल्य र मान्यता, धर्म संस्कृति, जात जाति, भाषा, खेलकुद, कला र साहित्य सम्बन्धी ज्ञान पनि तपाईँहरूलाई हुनु पर्यो। यहाँबाट पनि 10 अङ्कको सोध्छ। त्यो भनेको 5 वटा प्रश्न भयो। यसै गरी छ अब अर्को छ 3 नम्बरमा छ आर्थिक पक्ष र विकास। आर्थिक पक्षबाट विकास अन्तर्गत तपाईँहरूलाई नेपालको आर्थिक परिसूचकहरू जस्तै आर्थिक वृद्धि, कुल ग्राहस्थ उत्पादन, राष्ट्रिय आय, प्रति व्यक्ति आय, चालु खाता, भुक्तानी सन्तुलन, शोधान्तर स्थिति, विप्रेषण, वैदेशिक लगानी र वैदेशिक सहयोग सम्बन्धी सामान्य ज्ञान भनेको छ। त्यसै गरी 3.2 मा हेर्नुहोस् त, नेपालमा कृषि, उद्योग, व्यापार, पर्यटन, यातायात, सञ्चार, शिक्षा, स्वास्थ्य, ऊर्जा, पूर्वाधार, विकासको विद्यमान अवस्था सम्बन्धी सामान्य ज्ञान भनेको छ। त्यसै गरी 3.3 मा नेपालमा योजनाबद्ध विकास, चालु आवधिक योजनाको दीर्घकालीन सोच, लक्ष्य, उद्देश्य र रणनीतिहरूबाट पनि तपाईँहरूलाई सोध्छ भनेको छ। हामीले बजेटदेखि लिएर हरेक कुराहरू पढ्न पर्यो यस अन्तर्गत। यसरी तपाईँलाई 10 अङ्कको सोध्छ। 10 अङ्क भन्नुको अर्थ के हो त? 5 वटा प्रश्न। त्यसै गरी अब अर्को छ फेरि सामान्य ज्ञान अन्तर्गतकै अर्को छ 4 नम्बरमा शासन पद्धति र संविधान भनेर। यहाँबाट पनि तपाईँहरूलाई 10 अङ्कको सोध्ने रहेछ। 10 अङ्कमा सुरुमा हामीले के पढ्नु पर्यो? कानुनको अर्थ, महत्त्व र कानुनका स्रोतहरू थाहा पाउनु पर्यो। अर्को नेपालको संवैधानिक विकास थाहा पाउनु पर्यो। कतिवटा संविधान बने, कुन संविधान कति सालमा बने, कति भाग धारा अनुसूची थिए, कतिचोटि संशोधन भए, यस्ता विभिन्न कुराहरू तपाईँहरूले पढ्न पर्यो। नेपालको संविधान भाग 1 देखि 5 सम्म र अनुसूचीहरू 9 वटा अनुसूची र भाग 1 देखि 5 सम्म चाहिँ हामीले एकदम मजाले पढेर याद गर्न पर्यो। त्यसै गरी नेपालको शासन पद्धति, सङ्घ, प्रदेश र स्थानीय सरकार सम्बन्धी कुराहरू पढ्न पर्यो। लोकतन्त्र, मानवाधिकार, आवधिक निर्वाचन र बालिक मताधिकारका कुराहरू पढ्न पर्यो। यति पढिसकेपछि यहाँबाट पनि तपाईँहरूलाई 5 वटा प्रश्न 10 अङ्कको सोध्नेछ। र त्यसै गरी अब जाउँ 5 नम्बरमा अन्तर्राष्ट्रिय सम्बन्ध र अन्तर्राष्ट्रिय सङ्घ संस्था छ। यसबाट पनि तपाईँहरूलाई सोध्छ 10 अङ्कको अन्तर्राष्ट्रिय सम्बन्ध र अन्तर्राष्ट्रिय सङ्घ संस्था। के पढ्ने त यसमा? भारत, चीन, बेलायत, अमेरिका, रुस, फ्रान्स, जापान र अन्य सार्क मुलुकसँग नेपालको सम्बन्ध पढ्न पर्यो। कहिले सम्बन्ध कायम, दौत्य सम्बन्ध कहिले कायम भयो, के सहयोग गरे, यस्ता विषयहरू पढ्न पर्यो। त्यसै गरी संयुक्त राष्ट्रसङ्घ युएनओ स्थापना, उद्देश्य, अङ्ग, विशिष्टीकृत संस्था र गतिविधिहरू थाहा पाउनु पर्यो हामीले। त्यसै गरी अर्को छ दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्क स्थापना, उद्देश्य, अङ्ग, गतिविधि। त्यसै गरी छ अर्को बिमस्टेक, आसियान, युरोपियन युनियन, विश्व ब्याङ्क, अन्तर्राष्ट्रिय मुद्रा कोष, एसियाली विकास ब्याङ्क, एसियाली पूर्वाधार लगानी ब्याङ्क, साफ्टा। यति कुराहरू पढ्यो भने हामीलाई के गर्छ त? लोकसेवाले 5 वटा प्रश्न सोध्छ र त्यसको जम्मा अङ्क हो 10। एउटा प्रश्नको अङ्क 2 भनेको छु मैले। र यदि तपाईँले गलत उत्तर दिनुभयो भने 20% चाहिँ अङ्क कट्टा गरिनेछ भनेको छ। अब त्यसै गरी हेर्नुहोस् त 6 नम्बरमा के रहेछ?
6 नम्बरमा छ विज्ञान प्रविधि जनस्वास्थ्य र समसामयिक गतिविधिहरूबाट 10 अङ्क। वैज्ञानिक मापक पद्धति र एकाइ सम्बन्धी ज्ञान युनिटहरू त्यसबाट पनि तपाईहरुलाई सोध्ने रहेछ। मानव जीवन र समाजमा प्रत्यक्ष प्रभाव पार्ने विज्ञानका प्रमुख आविष्कार र नवीनतम गतिविधिहरू सोध्ने रहेछ। कम्प्युटर र यसको प्रयोग, सूचना तथा सञ्चार प्रविधि सम्बन्धी सामान्य ज्ञान सोध्ने तपाईलाई। जनस्वास्थ्य, रोग, खाद्य, पोषण, सरसफाइ, दैनिक जीवनमा प्रयोग हुने वस्तुहरू, साबुन, प्लास्टिक, रेसा, काँच, मल र कीटनाशक औषधि सम्बन्धी ज्ञान थाहा हुनु पर्यो, त्यहाँबाट सोध्न सक्छ। राष्ट्रिय र अन्तर्राष्ट्रिय महत्त्वका समसामयिक घटना र गतिविधि सम्बन्धी ज्ञान हुन पर्यो हामीलाई। यसबाट तपाईलाई जम्मा सोध्न सक्छ 5 वटा प्रश्न, जसको अङ्क रहेको छ 10। यसरी हामीले चाहिँ सामान्य ज्ञान अन्तर्गत यति कुराहरू पढ्नुपर्ने रहेछ। अब जाउँ फेरि, अब यस पछाडि के पढ्ने त भन्यो भने यस पछाडि कार्यालय तथा सार्वजनिक व्यवस्थापन भन्ने विषय पढ्नुपर्ने रहेछ। हेर्नुहोस् त, यसमा कार्यालयको परिचय, महत्त्व, कार्य र प्रकार, कति किसिमका कार्यालय हुन्छन्, कुन कार्यालयको काम के हुन्छ, कसरी काम गर्छ कार्यालयले, आदि इत्यादि कुराहरू हामी यसमा पढ्छौँ। त्यसै गरी छ अर्को कार्यालयमा सञ्चारको महत्त्व, किसिम र साधनहरू पढ्छौँ। कार्यालय कार्यविधि, पत्र व्यवहार, दर्ता, चलानी, फाइलिङ, परिपत्र, तोक आदेश, टिप्पणी आदि कुराहरू पढ्छौँ। अभिलेख व्यवस्थापनका कुराहरू पढ्छौँ। सार्वजनिक व्यवस्थापनमा निर्देशन भनेको के हो, नियन्त्रण, समन्वय, निर्णय प्रक्रिया, उत्प्रेरणा र नेतृत्व सम्बन्धी ज्ञान हुन्छ हामीलाई। त्यति ज्ञान प्राप्त गरेको हुनुपर्छ हामीले। सार्वजनिक सेवा प्रवाहको अर्थ, सेवा प्रवाह गर्ने निकाय, तरिका र माध्यमहरू थाहा पाउँछौँ हामीले। त्यसै गरी सार्वजनिक बडापत्रका महत्त्व, आवश्यकताहरू थाहा पाउँछौँ। विद्युतीय शासन प्रणालीको सामान्य परिचय दिन सक्छौँ हामीले, ई गभर्नेन्सको। मानवीय मूल्य र मान्यता, नागरिक अधिकार, कर्तव्य र दायित्व तथा अनुशासन सम्बन्धी कुराहरू पनि हामीले ज्ञान लिनुपर्ने हुन्छ। यतिबाट तपाईहरुलाई 10 अङ्कको सोध्न सक्छ, जुन भनेको 5 वटा प्रश्न हो। यसरी बुझ्दै जानु होला है। अब यति पढिसकेपछि के पढ्ने त साथीहरु? यति पढिसकेपछि अब बल्ल पालो आउँछ गणितको, म्याथको पालो आउँछ। म्याथमा के पढ्नुपर्छ तपाईहरुले हेर्नुस्। म्याथमा तपाईहरुले व्यवहारिक गणित भनेको छ, भनेको व्यवहारमा लागू हुने, सामान्य जनजीवनमा लागू हुने कुराहरू चाहिँ हामीले थाहा पाउनुपर्छ। यो 10 अङ्कको के छन् त त्यसमा? गणितका आधारभूत क्रियाहरू, ऐकिक नियम, भिन्न र दशमलव, प्रतिशत, अनुपात र समानुपात, नाफा नोक्सान, कर र कमिसन, साधारण ब्याज, मिश्रित ब्याज, औसत, मध्यक, सम्भाव्यता, यति कुराहरू पढेर तपाईहरुले यसबाट 10 अङ्क प्राप्त गर्न सक्नुहुन्छ, जुन भनेको तपाईहरुलाई 5 वटा प्रश्न हो। अनि ख्यालमा राख्नुस् तपाईहरुले क्याल्कुलेटर युज गर्न पाउनुहुन्न है। अब त्यसै गरी अब 9 नम्बरमा छ, हेर्नुस् त के पढ्नु पर्ने? सार्वजनिक संस्थान सम्बन्धी ज्ञान। यो चाहिँ तपाईहरुलाई 20 अङ्कको सोध्ने रहेछ। हेर्नुस्, हामी सांगठनिक संस्थाको पूर्व योग्यता परीक्षाको तयारी गर्दैछौँ भनेपछि हामीलाई सार्वजनिक संस्थानको ज्ञान हुनु अति आवश्यक हुन्छ। त्यसैले यसलाई चाहिँ 20 अङ्क बनाइदिएको छ। लोकसेवाले जे गरेको छ ठिकै गरेको छ साथीहरु। यही अनुसार हामीले तयारी अगाडि बढाउनु पर्ने हुन्छ। जसको साथ र सपोर्टका लागि प्रज्ञा विस्तार लोकसेवा युट्युब च्यानल तपाईहरुको लागि आइसकेको छ। तपाईहरुको साथ र सपोर्ट अनुसार कति पढाउने, कुन सब्जेक्ट, कुन विषय पढाउने भन्ने कुरामा हामी अगाडि बढिरहेका छौँ। निरन्तर हामीलाई सपोर्ट गर्दै जानु होला। तपाईहरुको यो प्रिटेस्टको तयारी निकै प्रभावकारी हुन्छ भन्ने मैले आशा राखेको छु। तपाईहरुले चाहिँ यो मौकाको फाइदा उठाउन सक्नुहुन्छ। ल हेर्नुस्, अब सार्वजनिक संस्थानको अवधारणा, विकासक्रम, उद्देश्य र महत्त्व भन्ने कुराबाट हामीले जान्नु पर्यो। यो सबै अब्जेक्टिभमा सोध्ने हो साथीहरु। यसो टपिक हेर्दाखेरि तपाईहरुलाई सब्जेक्टिभ जस्तो लाग्ला, उत्तर लेख्नु पर्ने जस्तो लाग्ला, तर उत्तर लेख्नु पर्ने होइन, उत्तर टिक लगाउनु पर्ने अब्जेक्टिभमा सोधिन्छ। अब यो अवधारणा भनेको के होला त्यो पछि मैले पढाउने बेलामा भनिहाल्छु साथीहरु। विकासक्रम, उद्देश्य र महत्त्व, नेपालमा सार्वजनिक संस्थानको वर्गीकरण र क्षेत्रगत अवधारणा, कति किसिमका सार्वजनिक संस्थानहरू छन्, अब क्षेत्र अनुसार के कस्तो छ तिनीहरूको अवस्था, कसरी विकास भए भन्ने कुराहरू पढ्न पर्यो। सार्वजनिक संस्थानको विद्यमान अवस्था र गतिविधि, संस्थागत सुशासन र संस्थागत सामाजिक उत्तरदायित्वका कुराहरू पढ्न पर्यो।
आर्थिक विकासमा सार्वजनिक संस्थानको भूमिका के कस्तो हुन्छ भन्ने कुरा पढ्न पर्यो। निकै ठुलो भूमिका छ। के रहेछ पछि हामी जान्नेछौँ। सार्वजनिक संस्थानको निजीकरण र विश्वव्यापीकरण सम्बन्धी, ग्लोबलाइजेसन सम्बन्धी हामीले पढ्न पर्ने भयो। त्यसै गरी सार्वजनिक संस्थानको मानव संसाधन व्यवस्थापन सम्बन्धी सामान्य ज्ञान भनेर पढ्छौँ। अब अहिले भनिहाल्छु मैले, मानव संसाधन अन्तर्गत के पर्छ साथीहरू? जनशक्ति हो। जनशक्ति कति किसिमका हुन्छन्, के किसिमका हुन्छन्, ती कुराहरू पढ्नुपर्छ। बजेट, लेखा प्रणाली, लेखा परीक्षण र वित्तीय साक्षरता सम्बन्धी सामान्य ज्ञान हामीलाई हुनुपर्ने छ। यहाँ सामान्य भने पनि त्यहाँ के सोध्छ थाहा हुँदैन, त्यसैले डिटेलमा पढ्नै पर्यो। नेपालको वित्तीय नियामक निकाय, नेपाल राष्ट्र ब्याङ्क, नेपाल बिमा प्राधिकरण र धितोपत्र बोर्ड सम्बन्धी हामीलाई सामान्य ज्ञान चाहिन्छ भनेको छ। यसरी चाहिँ तपाईहरूलाई लोकसेवा आयोगले साङ्गठनिक संस्थाको पूर्व योग्यता परीक्षाको तयारी गर है भाइ बहिनीहरू भनेर सिकाएको छ। हेर्नुहोस् त, यतिलाई आधार मानेर गर्नुहोस्। धेरैभन्दा धेरै कुराहरू पनि पढेर सकिँदैन। तपाईँहरूलाई 100मा 100 ल्याउनु छैन, तपाईँहरूलाई 45 ल्याउनु छ वा 45 कटाउनु छ। त्यति गऱ्यो भने तपाईँहरूको फर्स्ट स्टेप चाहिँ पार हुन्छ। यसको अङ्क तपाईँहरूलाई पछि जोडिँदैन कतै पनि, तपाईँहरूले सर्टिफिकेट मात्रै प्राप्त गर्ने हो। यति बुझ्नुहोस् है, यति बुझ्नुहोस्। तपाईँहरूले सर्टिफिकेट मात्रै प्राप्त गर्ने हो। यसको अङ्क पछि कहीँ जोडिँदैन, पार मात्रै लाउनु छ। त्यसैले जे पढ्नुपर्ने हो त्यही कुरा मात्रै पढ्दा पुग्छ। भनेको मतलब सार्वजनिक संस्थानबाट तपाईँहरूलाई 10वटा प्रश्न सोध्ने रहेछ, जुन 20 अङ्कको हुन्छ। यति थाहा भइसकेपछि अब म तपाईँहरूलाई ढिला नगरिकन आजैबाट पढ्नुपर्ने कुराहरूको जिके सामान्य ज्ञान अन्तर्गतबाट क्लास सुरु गरि नै हाल्छु। र हामीले पढ्नुपर्ने पहिलो टपिक रहेको थियो भूगोल, जस अन्तर्गत हामीले पढ्नेछौँ विश्वको भूगोल है। त्यस पछाडि वातावरण र जनसङ्ख्या सम्बन्धी कुराहरू पढ्नेछौँ। त्यसका लागि मैले तपाईँहरूलाई आज पहिलो दिन भए पनि यो सार्वजनिक संस्थानको पाठ्यक्रम सम्बन्धी तपाईँहरूलाई परिचित गराएँ।